खासै भाले छिपेको त रहेछ अलि अलि भएन त्यो खुट्टातिर अन्त खुट्टा त सिधै सानै नै यहाँ दुईजना चाहिँ लोकल गिरिराज भाइले काट्दै हुनुहुन्छ 5 केजीको भन्दा हेलो 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 उता पाल्दै गिरिराज भाले काट्दै छौँ कति केजीको 4 किलो 200 ग्राम हो किन बढाउनु 5 केजीको हैन अहिले 5 केजी भन्नु नि त अर्कोले फेरि पैसा धेरै माग्छ मारिन्छ नि पहिलाको त 5 केजी भएको थियो कि पानी पुग्छ ए मजा फर्किनु पर्यो नि त टाउको बाबुहरू त टाउको है एउटा सानसानो यताबाट भिडियो हैन एक भिडियो भिडियो उहाँ के बनाउने अरे अन्त्यले भ्लग 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 गर्ल्स भ्लग वुमेन होइन युट्युबमा राख्यो भने पैसासँग रहन्छ नि त हैन हो नि अरू त सब्स्क्राइबर नै पुगेको छैन सम्झना बिर्सना छिनै छ खासै छैन कुराले यही गाउँबाट गएर कुकुरीका एउटा लाउनु एउटा गाउँ सर्क्यो यहाँ चाहिँ दाजुभाइले यहाँ साँप्रो छुट्याउँदै हुनुहुन्छ गिरिराज भालेको आज चाहिँ गुड स्याटरडे मनाउने भनेर दिउँसैदेखि लागि पऱ्यो है ए ल काट्दै हुन्छ मासु काट्नु दे सैला साले फिनिश्ड बस भयो साले गिरिराजको मासु बनाउँदैछु टाउको दिउँसो आधाभन्दा बढी राखेको छु यो चाहिँ आज एकपल्ट मात्रै यहाँ चाहिँ मैले मसला हालिसकेँ ठिकमा बिर्सेछु मसलाको चाहिँ है टमाटर हालिदिन्छु झोल खाने अब खानु त पुरा नुन सुन कस्तो भयो नखाइकन गुड छ ल हो ल आते त रामबाबु साग आज पकाइन भ्याउँदै भएन हो एकदम सही छ ल ल खानु खानु हातै मिठो